Hey everyone, welcome to my channel Sahalogics and Vlogs. हामीले लास्ट क्लासमा चाहिँ बिजनेस स्टडी क्लास 11 को चाहिँ हामीले फर्स्ट च्याप्टरको बारेमा चाहिँ डिस्कस गरेका थियौँ थ्रु एआई भिडियो धेरैवटा कन्सेप्टहरू चाहिँ त्यसबाट पनि हामी क्लियर भयौँ होला सो आफ्टर द्याट हामी चाहिँ जाउँ यसको मोस्ट इम्पोर्टेन्ट टपिक और चाहिँ हाम्रो चाहिँ एउटा म्यानेजमेन्ट स्टुडेन्टलाई चाहिँ एकदमै चाहिने टपिक रहेको छ हाम्रो चाहिँ बिजनेस इन्भाइरोमेन्ट। हामीले चाहिँ अरू माथिका टपिक्सहरू चाहिँ लास्ट भिडियोमा नै भिडियो थ्रु नै हामी चाहिँ क्लियर भयौँ होला। सो आज चाहिँ हामी डिस्कस गर्नेवाला छौँ बिजनेस इन्भाइरोमेन्ट डिटेलमा। ओके, सो यदि तपाईहरुलाई पनि कुनै पनि फर्स्ट च्याप्टरबाट चाहिँ कन्फ्युजनहरू छन् भने यु क्यान कमेन्ट डाउन अन माई कमेन्ट सेक्सन र रेगुलर कुनै पनि टपिकमा चाहिँ इन्फर्मेसनहरू चाहिन्छ एक्सप्लेनेसनहरू चाहिन्छ भने चाहिँ यु क्यान सब्सक्राइब माई च्यानल एन्ड लेट मी नो विच टपिक यु वान्ट टु स्टडी है र कुन ल्याङ्ग्वेजमा नेपाली हुन्छ कि इङ्ग्लिस हुन्छ त्यो पनि मेन्सन गरिदिनु होला। सो लेट्स मुभ टुवर्ड्स द टपिक। हाम्रो आजको टपिक बिजनेस इन्भाइरोमेन्ट। सो यहाँनिर चाहिँ हामी देख्न सक्छौँ दुईवटा टर्म बिजनेस एन्ड इन्भाइरोमेन्ट। सो बिजनेसको बारेमा हामीले लास्ट भिडियो थ्रु पनि धेरै इन्फर्मेसन पायौँ होला। बिजनेस भनेको चाहिँ कन्टिन्युस हामीले फर आवर अर्निङ अथवा प्रफिटको लागि चाहिँ कन्टिन्युस वेमा चाहिँ कुनै पनि एक्टिभिटिजहरू गरिरहेको छौँ भने त्यसलाई हामीले बिजनेस हो भनेर बुझेका थियौँ भने अब योसँग जोडेर आएको छ टर्म इन्भाइरोमेन्ट। ओके, सो इन्भाइरोमेन्ट जोडेर आइसकेपछि यसको पनि केही डेफिनेसन चाहिँ हामीले त्यसमा चाहिँ त्यस भिडियोमा चाहिँ पाएका थियौँ। सो इन्भाइरोमेन्ट भन्ने बित्तिकै हाम्रो सराउन्डिङहरू भनेर हामी बुझ्छौँ। त्यस्तै एज अ नेचुरल इन्भाइरोमेन्ट एउटा बिजनेस पनि बिजनेस इन्भाइरोमेन्टमा चाहिँ सस्टेन गरिराखेको हुन्छ, आफ्नै एउटा इन्भाइरोमेन्टमा चाहिँ सस्टेन गरिराखेको हुन्छ। And we know that business establishes, grows and operates and dies in the environment. हामीले कुनै पनि बिजनेस चाहिँ इस्टाब्लिस पनि ग्रो पनि र अपरेट पनि गर्ने भनेकै के हो त भन्दा हाम्रो इन्भाइरोमेन्टमा नै हो र लास्टमा हाम्रो इन्भाइरोमेन्टमा नै यो बिजनेस चाहिँ डाई पनि हुने गर्छ। सो यसो बुझ्दाखेरि चाहिँ यो के हो त भन्दाखेरि जे कुराहरूले चाहिँ हाम्रो अथवा जे फोर्सेसहरूले चाहिँ हाम्रो अर्गनाइजेसनलाई हाम्रो बिजनेसलाई असर पारिराखेको छ त्यसैलाई नै हामी चाहिँ बिजनेस इन्भाइरोमेन्ट भनेर चाहिँ बुझ्न सक्छौँ। ओके, सो हाम्रो बिजनेसले चाहिँ रिसोर्सेसहरू पनि इन्भाइरोमेन्टबाट नै लिइराखेको हुन्छ। जस्तै इनपुट्सहरू भयो हाम्रो चाहिँ म्यान, मनी, मेटेरियल्स, 4M हैन, यी सबै कुराहरू चाहिँ हामीले इन्भाइरोमेन्टबाट नै लिइराखेका हुन्छौँ। एन्ड वी अल्सो प्रोभाइड आउटपुट्स। जस्तै हामीले आउटपुटहरू प्रड्युस गरिसकेपछि पनि गुड्स एन्ड सर्भिसेसहरू चाहिँ हामीले इन्भाइरोमेन्टमा नै प्रोभाइड गर्छौँ कस्टमर्सहरूलाई। ओके, सो बेसिकल्ली अघि पनि भने मैले इन्भाइरोमेन्टलाई चाहिँ हाम्रो सराउन्डिङ भनेर बुझ्दा हुन्छ। त्यस्तै हाम्रो डेफिनेसन दिएको छ यहाँनिर बिजनेस इन्भाइरोमेन्ट डिफाइन्स इज अ फोर्स द्याट एफेक्ट्स एन्ड अर्गनाइजेसनल पर्फर्मेन्स। यो चाहिँ के हो त एउटा फोर्स हो जसले केलाई असर पार्ने भयो भन्दाखेरि अर्गनाइजेसनल पर्फर्मेन्सलाई चाहिँ असर पार्ने भयो। सो यसमा चाहिँ के हुन्छ त भन्दा इन्टर्नल एन्ड एक्सटर्नल फ्याक्टर्सहरू चाहिँ हुन्छन् जसलाई चाहिँ हामी इन्भाइरोमेन्ट बिजनेस इन्भाइरोमेन्टको चाहिँ कम्पोनेन्ट्स भनेर पनि बुझ्छौँ है। सो यी कुराहरू चाहिँ हामीले स्टडी गर्नुभन्दा अगाडि चाहिँ के जान्नु पर्यो त भन्दाखेरि के फोर्सेसले चाहिँ बिजनेसलाई चाहिँ असर पार्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। पहिला सुरु चाहिँ यहाँनिर डेफिनेसन हेरौँ। According to Stephen P. Robbins and Mary Coulter, environment refers to the institutions or forces that affects the organization performance. So यो के हो त इन्भाइरोमेन्ट भनेको चाहिँ एउटा यस्तो फोर्सेसहरू हुन् जसले चाहिँ हाम्रो चाहिँ अर्गनाइजेसनको चाहिँ पर्फर्मेन्सलाई चाहिँ असर पारिराखेको हुन्छ। सो हामीले कुनै पनि बिजनेस गर्छौँ भने चाहिँ हामीले पहिला सुरु चाहिँ के गर्नुपर्ने हुन्छ त भन्दा SWOT एनालाइसिस गर्नुपर्ने हुन्छ।
त्यसको लागि चाहिँ हामीले बिजनेस इन्भाइरोमेन्टको बारेमा चाहिँ बुझ्न जरुरी छ। सो सोट एनालाइसिस भने मैले अब 11 क्लास पढ्नेहरूलाई चाहिँ यो नयाँ टर्म्स नै होला होइन। सोट SWOT भनेर बुझ्छौँ है। एस केलाई भन्छौँ त हामी, एस भनेको चाहिँ स्ट्रेन्थ होइन, हाम्रो चाहिँ बिजनेसको स्ट्रेन्थहरू के हुन् त। डब्लु भनेको चाहिँ विकनेसेस, ओ भनेको चाहिँ अपर्च्युनिटी र टी भनेको चाहिँ हाम्रो थ्रेट भनेर चाहिँ बुझ्न सक्छौँ है। सो यसरी चाहिँ हामीले कुनै पनि बिजनेस गर्नु अघि अथवा कुनै पनि हामीले चाहिँ मार्केटमा इन्भेस्ट गर्नुभन्दा अगाडि पनि यसरी SWOT एनालाइसिस गऱ्यौँ भने चाहिँ हामीलाई चाहिँ धेरै कुराहरू चाहिँ थाहा पाउन पनि सजिलो हुन्छ त्यस बिजनेसको बारेमा। SWOTको बारेमा बुझिसकेपछि हामी जाउँ यसको कम्पोनेन्ट्सतिर। सो कम्पोनेन्ट्स अफ बिजनेस इन्भाइरोमेन्ट भनेर यहाँनिर देख्न सक्नुहुन्छ। अघि पनि भने कम्पोनेन्ट्स भन्ने बित्तिकै हामीले चाहिँ के याद गर्नुपर्छ त भन्दा इन्टर्नल र एक्सटर्नल इन्भाइरोमेन्ट हो भनेर चाहिँ बुझ्नुपर्छ है। कहिलेकाहीँ इक्जाममा पनि डिस्क्राइब इन्टर्नल इन्भाइरोमेन्ट भनेर चाहिँ दिन सक्छ, अथवा डिस्क्राइब द इन्टर्नल कम्पोनेन्ट भनेर पनि त्यहाँनिर दिन सक्छ बिजनेस इन्भाइरोमेन्टको भनेर। सो यहाँनिर हामी यो म्यापबाट पनि देख्न सक्छौँ। हामीले चाहिँ दुईवटा चाहिँ डिभाइड गरेका छौँ, इन्टर्नल इन्भाइरोमेन्ट र यता एक्सटर्नल इन्भाइरोमेन्टलाई चाहिँ छुट्टा छुट्टै कम्पोनेन्ट्स अफ बिजनेस इन्भाइरोमेन्ट भनेर। सो यो फिगरले पनि हामी प्रष्ट हुन सक्छौँ के चाहिँ केमा पर्ने रहेछ भन्ने कुरा। हामीले अब यसलाई चाहिँ छुट्टा छुट्टै डिफाइन गर्नुपर्ने हुन्छ है। इन्टर्नल इन्भाइरोमेन्टमा चाहिँ जम्मा 5वटा अनर्स, बोर्ड अफ डाइरेक्टर्स, अर्गेनाइजेसनल रिसोर्सेस, अर्गेनाइजेसनल स्ट्रक्चर, अर्गेनाइजेसनल कल्चर रहेको छ भने एक्सटर्नल इन्भाइरोमेन्टलाई पनि हामीले दुईवटा पार्टमा डिभाइड गरेका छौँ, जेनरल इन्भाइरोमेन्ट र टास्क इन्भाइरोमेन्ट। जसमा चाहिँ जेनरल इन्भाइरोमेन्टमा चाहिँ हाम्रो पोलिटिकल, लिगल, इकोनोमिक, सोसियो कल्चरल, टेक्नोलोजिकल, जसलाई हामी PEST भनेर पनि भन्छौँ। सो P भनेको चाहिँ पोलिटिकल, लिगल, E भनेको इकोनोमिक, S भनेको सोसियो कल्चरल र T भनेको चाहिँ टेक्नोलोजिकल भनेर बुझ्न सक्छौँ भने यता टास्क इन्भाइरोमेन्टमा चाहिँ हाम्रो जति पनि हाम्रो स्टेक होल्डर्स भनौँ न होइन बिजनेसको, ती सबै पर्छन्। जस्तै कस्टमर्स, सप्लायर्स, कम्पिटिटर्स, गभर्मेन्ट्स, प्रेसर ग्रुप्स, फाइनेन्सियल इन्स्टिट्युसन्स, स्ट्राटेजिक अलायन्सेसहरू चाहिँ पर्ने भयो। सो यति हामीले चाहिँ याद गर्नुपर्ने हुन्छ। यसो हेर्दाखेरि कम्प्लिकेटेड देखिए पनि हामीले बुझिसकेपछि हामीलाई चाहिँ डिल गर्न चाहिँ एकदमै सजिलो हुनेछ। सो डोन्ट वरी, आई एम हियर फर योर कम्प्लेक्स प्रब्लम सोल्युसन्स। सो हामी चाहिँ जाउँ अब पहिला सुरु इन्टर्नल इन्भाइरोमेन्टमा। सो इन्टर्नल इन्भाइरोमेन्ट भन्ने बित्तिकै चाहिँ हामीले के सम्झिनु पर्यो त भन्दाखेरि यो चाहिँ विदिन द अर्गनाइजेसन होइन। यो चाहिँ के हुन्छ त, हाम्रो अर्गनाइजेसनभित्र हुने फ्याक्टर्सहरूलाई चाहिँ हामी इन्टर्नल इन्भाइरोमेन्ट भनेर भन्छौँ। अब दुईवटा हुने भयो, एउटा चाहिँ कन्ट्रोलेबल फ्याक्टर र एउटा चाहिँ अनकन्ट्रोलेबल फ्याक्टर भनेर चाहिँ भन्छौँ। इन्टर्नल इन्भाइरोमेन्टलाई चाहिँ हामी के भन्छौँ त, कन्ट्रोलेबल फ्याक्टर भनेर भन्छौँ। कन्ट्रोलेबल फ्याक्टर्स भनेर भन्छौँ भने एक्सटर्नल इन्भाइरोमेन्टलाई चाहिँ हामी अनकन्ट्रोलेबल हामीले चाहिँ फ्याक्टर्स भनेर भन्छौँ। सो इन्टर्नल इन्भाइरोमेन्टलाई चाहिँ हामीले केही हदसम्म के गर्न सक्छौँ त भन्दाखेरि कन्ट्रोल गर्न सक्छौँ है। So it is defined as all the forces or conditions that are available within the environment that affects an organization and business भनिएको छ होइन। यो चाहिँ यस्तो फ्याक्टर्सहरू हुन् जसले चाहिँ अर्गनाइजेसनलाई विथिन द अर्गनाइजेसनबाट चाहिँ एफेक्ट पारिरहेको हुन्छ, भित्रबाट नै भन्न खोजेको हो भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। सो यसलाई चाहिँ हामी के भन्छौँ त,
कन्ट्रोलेबल फ्याक्टर्स भनेर बुझ्छ बिकज बिजनेस क्यान कन्ट्रोल देम, यसलाई चाहिँ हामी के हदसम्म कन्ट्रोल गर्न सक्छौँ. सो इन्टरनल फ्याक्टर्स अफ बिजनेस इन्भाइरोमेन्ट मे सो द स्ट्रेन्थ एन्ड विकनेस. अघि मैले अब भनेको थिएँ नि होइन, सोट एनालाइसिस भनेर. अब त्यही सोट एनालाइसिसबाट जुन अगाडिको दुईवटा हामीले भनेको थियौँ एस र डब्लु चाहिँ हाम्रो केमा पर्ने भयो त, इन्टरनल इन्भाइरोमेन्टभित्र चाहिँ पर्ने भयो होइन, जसमा चाहिँ एस चाहिँ स्ट्रेन्थ र डब्लु चाहिँ विकनेसेस. सो हामीले के याद गर्नु पर्यो त भन्दाखेरि हामीले चाहिँ हाम्रो अर्गनाइजेसनमा पाउने जुन फ्याक्टर्सहरू छन्, स्ट्रेन्थ र विकनेसेसहरू चाहिँ हामीलाई नै थाहा हुन्छ. त्यसैले यसलाई चाहिँ हामी के भन्छौँ त, इन्टरनल इन्भाइरोमेन्ट भनेर भन्छौँ. हामीले कन्ट्रोल गर्न सक्यौँ नि त, आफ्नो विकनेसेस थाहा पायौँ भने त्यसलाई चाहिँ सच्याउन सक्यौँ, त्यसलाई चाहिँ अझै राम्रो गर्न सक्यौँ. स्ट्रेन्थ थाहा छ भने त्यो स्ट्रेन्थलाई चाहिँ हामीले युज गर्न सक्छौँ. सो यो चाहिँ के भयो त, इन्टरनल इन्भाइरोमेन्ट भनेर बुझ्नुपर्छ है. अब यसको चाहिँ फ्याक्टर्सतिर जाउँ, कम्पोनेन्ट्सतिर. सुरुमा चाहिँ छ हाम्रो अनर्स. अब यो अनर्सहरू को हुन् त, यी अनर्सहरू पनि विथ इन द अर्गनाइजेसन हो नि होइन. सो अनर्स और इन्भेस्टर्स अफ अ सोल ट्रेडिङ बिजनेस. अब यसमा चाहिँ फरक फरक टाइप्स अफ बिजनेसमा चाहिँ फरक फरक चाहिँ नेमहरू दिन सक्छौँ हामी. जस्तै सोल ट्रेडिङ बिजनेस छ भने हामीले चाहिँ के भन्न सक्छौँ त, सोल प्रोप्राइटर्स भनेर भन्न सक्छौँ. भने पार्टनर्स छन् भने चाहिँ पार्टनरसिप बिजनेस छ भने चाहिँ यसलाई पार्टनर्स भनेर चाहिँ भन्न सक्छौँ. भने जोइन्ट स्टक कम्पनी छ भने चाहिँ हाम्रो सेयर होल्डर्स भनेर चाहिँ भन्न सक्छौँ है. सो इन्भेस्टर्स मे इन्फ्लुएन्स द डिसिजन एन्ड प्रोसिड्युर अफ द बिजनेस एज दे हेभ लिगल राइट्स ओभर अल द एसेट्स एन्ड डिसिजन्स अफ द बिजनेस भनेको छ है. सो जति पनि हाम्रो चाहिँ डिसिजन मेकिङको कामहरू गर्ने प्रोसिड्युर्सहरू छन्, ती सबै कसको अन्डरमा हुन्छ त भन्दाखेरि यही अनर्स र इन्भेस्टर्सको चाहिँ अन्डरमा चाहिँ हुने गर्छ. बिकज दे हेभ लिगल राइट्स ओभर अल द एसेट्स एन्ड डिसिजन्स अफ द बिजनेस है. सो हाम्रो जति पनि अनर्सहरू छन् उनीहरूको चाहिँ मेजर रोल भनेको चाहिँ के हो त भन्दाखेरि रोल इन इन्फर्मेसन अफ अब्जेक्टिभ्स, पोलिसिजहरू बनाउने, स्ट्राटेजिजहरू बनाउने, एज वेल एज देयर इम्प्लिमेन्टेसन है. र त्यसलाई चाहिँ इम्प्लिमेन्टेसन गर्ने काम चाहिँ सबै अनर्सको हातमा हुन्छ. त्यसपछि हामी नम्बर 2मा जाउँ, बोर्ड अफ डाइरेक्टर्स. सो बोर्ड अफ डाइरेक्टर्स है, हामीले चाहिँ अब ठुलो कम्पनीहरू छ, जस्तो अघि हामीले जोइन्ट स्टक कम्पनीको कुरा गऱ्यौँ होइन. सो बोर्ड अफ डाइरेक्टर्स भनेको चाहिँ को हो त भन्दाखेरि रिप्रेजेन्टेटिभ ग्रुप हो. कसको त भन्दाखेरि सेयर होल्डर्सको. सेयर होल्डर्सबाट नै हामीले चाहिँ इलेक्ट गरेर लिएर आएकोलाई चाहिँ हामी के भन्छौँ त भन्दाखेरि बोर्ड अफ डाइरेक्टर्स भनेर चाहिँ भन्छौँ है. भोटिङ गरिन्छ, त्यसपछि चाहिँ केही बोर्ड अफ डाइरेक्टर्सलाई चाहिँ हाम्रो चाहिँ फर दि म्यानेजरियल फङ्सनको लागि चाहिँ चुनाव गरिन्छ. र उनीहरूले चाहिँ के गर्ने भयो त भन्दाखेरि सम्पूर्ण हाम्रो चाहिँ बिजनेसको प्लानिङ, अर्गनाइजिङ, डाइरेक्टिङ जति पनि फङ्सन्सहरू छन् ती सबै चाहिँ रोल चाहिँ प्ले गर्नुपर्ने हुन्छ एज अ बोर्ड अफ डाइरेक्टर. सो हाम्रो चाहिँ पर्पज अफ बोर्ड अफ डाइरेक्टर्स चाहिँ के हुन्छ त भन्दाखेरि उनीहरूले चाहिँ कसको हितमा काम गर्नु पर्यो त भन्दा इन फेभर अफ सेयर होल्डर्सको हितमा चाहिँ काम गर्नुपर्ने हुन्छ र अदर स्टेक होल्डर्सको चाहिँ फेभरमा चाहिँ काम गर्नुपर्ने हुन्छ. सो मेजर डिसिजन्सहरू चाहिँ बोर्ड अफ डाइरेक्टर्सको हातमा पनि हुन्छ, जस्तै कि फङ्सनिङ अफ बिजनेस इन्टरप्राइजेसहरू, यी सबै म्यानेजमेन्टका कामहरू चाहिँ हाम्रो बोर्ड अफ डाइरेक्टर्सले गर्ने हुनाले चाहिँ यसलाई हामीले इन्टरनल इन्भाइरोमेन्टमा चाहिँ राखेका छौँ है. त्यसपछि अर्को छ हाम्रो अर्गनाइजेसनल रिसोर्सेस. अर्गनाइजेसनल रिसोर्सेस भनेको चाहिँ अब हामीले अर्गनाइजेसनमा युज गर्ने रिसोर्सेसहरूलाई चाहिँ भन्छौँ. अब रिसोर्सेसहरूमा पनि हामीले चाहिँ के गर्नुपर्ने हुन्छ त, यसलाई हामीले प्रोपरली युटिलाइज गर्नुपर्ने हुन्छ. फर्स्ट अफ अल हामीले के जान्नु पर्यो त भन्दाखेरि देयर आर सेभरल रिसोर्सेस युज इन अर्गनाइजेसन. जस्तै हामीले फिजिकल रिसोर्सेस युज गर्छौँ, फाइनेन्सियल रिसोर्सेस युज गर्छौँ, इन्फर्मेसन रिसोर्सेस युज गर्छौँ, ह्युमन रिसोर्सेसहरू युज गर्छौँ. ती सबै रिसोर्सेसहरूलाई चाहिँ इफेक्टिभली युज गर्नुपर्ने हुन्छ. सो त्यहाँनिर चाहिँ के हुनु पर्यो त भन्दाखेरि राइट ह्युमन र नन ह्युमन रिसोर्सेसहरू चाहिँ हामीले अर्गनाइजेसनमा चाहिँ राख्नुपर्ने हुन्छ, युटिलाइज गर्नुपर्ने हुन्छ. सो इट अल्सो कम्स अन्डर
हाम्रो चाहिँ इन्टर्नल इन्भाइरोमेन्ट। ओके, सो अर्को छ हाम्रो यहाँनिर अर्गनाइजेसनल स्ट्रक्चर। अर्गनाइजेसनल स्ट्रक्चर भन्नाले चाहिँ यो चाहिँ एउटा एरेन्जमेन्ट हो भन्नुपर्छ। एरेन्जमेन्ट अफ भेरियस फ्यासिलिटिज, प्याटर्न अफ रिलेसनसिप एमङ द भेरियस डिपार्टमेन्ट, रेस्पोन्सिबिलिटी, अथोरिटी एन्ड कम्युनिकेसन है, यी सबैलाई चाहिँ हामीले अर्गनाइजेसनल स्ट्रक्चरमा चाहिँ राखेका छौँ। यसले चाहिँ बेसिकल्ली हाम्रो देखाउने भनेको चाहिँ हाइरार्की हो होइन, हाइरार्की पोजिसन हो, डिभिजन अफ वर्क्सहरू हो, हाम्रो चाहिँ जब डिस्क्रिप्सन, जब स्पेसिफिकेसन, राइट्स एन्ड रेस्पोन्सिबिलिटिजका कुराहरू चाहिँ यसमा चाहिँ आउने भयो। ओके, सो यो चाहिँ हाम्रो अर्गनाइजेसनल स्ट्रक्चर। अब सबै अर्गनाइजेसनहरूको चाहिँ आफ्नै प्रकारको चाहिँ अर्गनाइजेसनल स्ट्रक्चर रहेको हुन्छ। सो यो पनि के हो त हाम्रो इन्टर्नल इन्भाइरोमेन्टभित्र चाहिँ पर्न जाने भयो, बिकज इट इज कन्ट्रोलेबल होइन, हामीले कन्ट्रोल गर्न सक्छ, हामीले कस्तो हाइरार्की बनाउने, हामीले कस्तो स्ट्रक्चर सेट गर्ने त अर्गनाइजेसनको भनेर त्यो हामीले आफै डिसाइड गर्न चाहिँ सक्छौँ। त्यसपछि रहेको छ हाम्रो लास्टमा चाहिँ अर्गनाइजेसनल कल्चर। ओके, सो अर्गनाइजेसनल कल्चर भन्नाले चाहिँ यो सेट अफ भ्याल्युज हो। के को सेट अफ भ्याल्युज त भन्दाखेरि हाम्रो चाहिँ अर्गनाइजेसनको होइन, द सेट अफ भ्याल्युज द्याट हेल्प द मेम्बर्स टु अन्डरस्ट्यान्ड वाट अर्गनाइजेसन स्ट्यान्ड फर एन्ड हाउ इट डज वर्क, वाट इट कन्सिडर्स, कल्चरल भ्याल्युज अफ बिजनेस प्रोसेस अफ बिजनेस एन्ड सो अन भनेर चाहिँ हामीले लेखेका छौँ। सो इट हेल्प्स इन डाइरेक्सन अफ एक्टिभिटिज, हाम्रो चाहिँ डेली एक्टिभिटिजहरू चाहिँ डाइरेक्ट गर्नको लागि पनि हेल्प गरिराखेको हुन्छ, किनभने एउटा अर्गनाइजेसनल कल्चर जस्तो मेन्टेन गरिएको हुन्छ, एउटा सेट अफ भ्याल्युजहरू जस्तो मेन्टेन गरिएको हुन्छ, त्यही अनुसारले पनि कर्मचारीहरूले काम गर्ने भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ जति पनि प्रोफेसनल भ्याल्युज, वर्क इथिक्स एन्ड एम्बिसन्स अफ द अर्गनाइजेसन्सहरू चाहिँ अर्गनाइजेसनल कल्चरसँग चाहिँ सम्बन्धित रहेको हुन्छ र यसले चाहिँ पिपुल एसोसिएटेड विथ द बिजनेस है। अब कल्चर भन्ने बित्तिकै अब मान्छेको कुरा पनि आउने भयो, जो व्यक्तिहरू चाहिँ अर्गनाइजेसनसँग एसोसिएटेड छन् ती व्यक्तिहरूले नै अर्गनाइजेसनल कल्चरलाई चाहिँ हाम्रो अगाडि बढाउने हो। त्यस कारणले गर्दाखेरि चाहिँ अर्गनाइजेसनल कल्चरलाई पनि हाम्रो चाहिँ कन्ट्रोलेबल फ्याक्टर द्याट इज इन्टर्नल इन्भाइरोमेन्टमा चाहिँ राखिएको छ। अब त्यसपछि जाउँ हामी एक्सटर्नल इन्भाइरोमेन्टतिर। एक्सटर्नल इन्भाइरोमेन्ट भन्नाले अब आउटसाइड अफ द बिजनेस होइन, यो के हुने भयो त फोर्सेस द्याट आर आउटसाइड अफ द बिजनेस भनेको हाम्रो चाहिँ पर्खाल, बिजनेसको अर्गनाइजेसनको पर्खालभन्दा बाहिर जति पनि फ्याक्टर्सहरू छन् ती सबै फ्याक्टर्सहरू चाहिँ हाम्रो के हुने भयो त भन्दा एक्सटर्नल इन्भाइरोमेन्ट हुने भयो होइन। सो अघि मैले भनेको थिएँ दुईवटा हुन्छ, एउटा कन्ट्रोलेबल र अर्को अनकन्ट्रोलेबल। सो यसलाई चाहिँ अब हामी कन्ट्रोल गर्न सक्दैनौँ है। सो दे क्यान नट बी कन्ट्रोल्ड बाई द बिजनेस भनेर चाहिँ यहाँनिर लेखेको छौँ। त्यस्तै बिजनेस हेज टु एक्सेप्ट एन्ड एडप्ट द एक्सटर्नल इन्भाइरोमेन्ट द्याट विल प्रोभाइड अपर्च्युनिटिज एन्ड थ्रेट टु द अर्गनाइजेसन। फेरि अघिको मैले कुरा याद गराउन खोजेँ, हामीले जुन सोर्टमा यो दुईवटा चाहिँ इन्टर्नलमा पऱ्यो भने अब यो पछाडिको दुईवटा चाहिँ ओ र टी चाहिँ हाम्रो एक्सटर्नलमा चाहिँ पर्ने भयो। एक्सटर्नलमा चाहिँ के पर्ने भयो त अपर्च्युनिटिज एन्ड थ्रेट। सो एक्सटर्नल इन्भाइरोमेन्टले दुइटै लिएर आउँछ, अपर्च्युनिटिजहरू पनि लिएर आउँछ र थ्रेट पनि लिएर आउँछ भन्ने कुरा हामीले बुझ्नुपर्छ। ओके, त्यसपछि हामी जाउँ यसको कम्पोनेन्ट्सतिर, कम्पोनेन्ट्स अफ एक्सटर्नल इन्भाइरोमेन्ट। त्यसमा हामीले दुईवटा कुरा गरेका थियौँ, जेनरल इन्भाइरोमेन्ट र अर्को टास्क इन्भाइरोमेन्ट भनेर। जेनरल इन्भाइरोमेन्टमा चाहिँ अघि मैले भने जस्तै हामीलाई सम्झिनलाई सजिलो हुने PEST पेस्ट पर्ने भएन, द्याट इज पी पोलिटिकल लिगल इन्भाइरोमेन्ट। पहिला सुरु हामी यसको बारेमा बुझौँ। पोलिटिकल लिगल इन्भाइरोमेन्टले पनि हाम्रो चाहिँ बिजनेसलाई चाहिँ असर पारिराखेको हुन्छ र यसलाई चाहिँ हामी कन्ट्रोल गर्न सक्दैनौँ होइन। हामीले पोलिटिक्सलाई कन्ट्रोल गर्न सक्दैनौँ, कुनै पनि रुल्स एन्ड रेगुलेसन्सहरू चेन्ज हुन्छ कन्ट्रीको भने त्यसलाई हामी चेन्ज गर्न सक्दैनौँ। त्यसैले यो चाहिँ हाम्रो के हो त भन्दाखेरि अनकन्ट्रोलेबल फ्याक्टर्स अथवा हाम्रो चाहिँ एक्सटर्नल इन्भाइरोमेन्टभित्र चाहिँ पर्ने भयो है। वी क्यान नट चेन्ज। हामीले चाहिँ यसलाई के गर्नुपर्छ त भन्दाखेरि एडप्ट गर्नै पर्छ। हामीले सरकारले भनेका नीति नियमहरू चाहिँ मान्नु नै पर्ने हुन्छ भन्ने कुरा बुझ्नुपर्छ। त्यसपछि
इकोनोमिक इन्भाइरोमेन्ट छ दोस्रोमा चाहिँ। इकोनोमिक इन्भाइरोमेन्ट पनि अनकन्ट्रोलेबल फ्याक्टर नै हो भन्नुपर्छ। जस्तै हामीले इकोनोमिक्समा पनि कुरा गरेका हुन्छौँ, लेभल अफ इन्कम, आउटपुट अफ द कन्ट्री, होइन, रेट अफ इन्फ्लेसन, इन्फ्लुएन्स भएछ, यो चाहिँ हाम्रो इन्फ्लेसन हो है। यी सबै कुराले चाहिँ हाम्रो चाहिँ बिजनेसलाई पनि असर पारिराखेको हुन्छ। सो इट हेज हायर चान्स अफ ग्रोथ एन्ड एक्सपान्सन इन इकोनोमिक, गुड इकोनोमिक इन्भाइरोमेन्ट भनेको छ। अब इकोनोमिक इन्भाइरोमेन्ट राम्रो भयो भने बिजनेसहरू पनि राम्रो हुन्छन्। इकोनोमिक इन्भाइरोमेन्ट कन्ट्रीको चाहिँ राम्रो हुँदैन भने चाहिँ त्यो बेला हाम्रो चाहिँ बिजनेसलाई पनि घाटा हुने चान्सेस चाहिँ बढी देखिएको हुन्छ। ओके, सो त्यसपछि हामी अर्कोमा जाउँ, कल्चरल इन्भाइरोमेन्ट। सो सोसियो कल्चरल इन्भाइरोमेन्टमा चाहिँ के पर्ने भयो त भन्दाखेरि यो हाम्रो नर्म्स, भ्याल्युज, बिलिफ्स अफ दि सोसाइटी। हामीले बिजनेस गर्छु भन्ने बित्तिकै चाहिँ जुन पनि सोसाइटीमा अथवा जसरी पनि बिजनेस गरेर चाहिँ हुँदैन, त्यहाँ भएको सराउन्डिङलाई पनि हामीले चाहिँ स्टडी गर्नुपर्ने हुन्छ। सो स्पेसिफिक बिजनेसहरू चाहिँ कुनै सोसाइटीले एक्सेप्ट गर्न पनि सक्छ, कुनै नगर्न पनि सक्छ। सो त्यसलाई चाहिँ हामीले एक्सेप्ट गर्नुपर्छ, रेस्पेक्ट गर्नुपर्छ र त्यही अनुसारको चाहिँ हामीले बिजनेसेसहरू चाहिँ गऱ्यौँ भने चाहिँ हामी अभियसली सक्सेस हुन्छौँ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ। सो दिस इज, यो पनि अनकन्ट्रोलेबलै हो, यो चाहिँ अनसर्टेन नै हुन्छ भन्नुपर्छ। त्यसपछि चाहिँ अर्को हाम्रो टेक्नोलोजिकल इन्भाइरोमेन्ट। टेक्नोलोजिकल इन्भाइरोमेन्ट अहिलेको झन् एआई आइसकेको एजमा चाहिँ हामीले टेक्नोलोजीलाई पनि छुट्याउनै हुँदैन। सो टेक्नोलोजी भनेको के हो त भन्दाखेरि हामी कसरी चाहिँ इनपुटलाई आउटपुटमा चाहिँ अथवा र मेटेरियललाई चाहिँ आउटपुटमा चाहिँ चेन्ज गर्छौँ, कन्भर्ट गर्छौँ भन्ने कुरा नै हाम्रो चाहिँ टेक्नोलोजी हो भन्नु पर्यो। सो टेक्नोलोजी पनि हाम्रो के छ त भन्दाखेरि ऱ्यापिडली चेन्ज भइराखेको कारणले गर्दाखेरि पनि हाम्रो चाहिँ बिजनेसमा चाहिँ यसले असर पारिराखेको छ भन्नुपर्छ। सो टेक्नोलोजिकल फ्याक्टर्स लाइक न्यू मेथड्स अफ प्रोडक्सन, न्यू कम्युनिकेसन टुल्स, मोडर्नाइज्ड इक्विपमेन्ट्स, यी सबै कुराले चाहिँ हाम्रो बिजनेसमा चाहिँ असर पर्ने नै भयो। यसलाई पनि हामी कन्ट्रोल गर्न चाहिँ सक्दैनौँ है, अनकन्ट्रोलेबल फ्याक्टरमै पर्छ। अब चाहिँ हामी कुरा गरौँ टास्क इन्भाइरोमेन्टको। टास्क इन्भाइरोमेन्टमा चाहिँ जति पनि स्टेक होल्डर्स छन् ती स्टेक होल्डर्सहरू पर्ने भयो, जस्तै कि कस्टमर्सहरू। सो कस्टमर्सहरू को हुन् त भन्दाखेरि दे आर द पर्सन हु पर्चेज आवर प्रोडक्ट एन्ड सर्भिसेस बाई पेइङ मनी, होइन। सो सबैभन्दा इम्पोर्टेन्ट चाहिँ के छ त भन्दाखेरि कस्टमर सेटिस्फ्याक्सन हो। यदि कस्टमर सेटिस्फ्याक्सन भएको छ भने बिजनेस सक्सेस हुन्छ, र छैन भने हाम्रो बिजनेस चाहिँ लसमा जान्छ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ। सो वी सुड अन्डरस्ट्यान्ड चेन्जिङ निड्स, इन्ट्रेस्ट, प्रिफरेन्सेस अफ कस्टमर। ओके, सो यसलाई पनि हामी एक्सटर्नल इन्भाइरोमेन्टमा नै राख्यौँ। त्यसपछि अर्को छ सप्लायर। सप्लायर्सहरू को हुन् त भन्दाखेरि दे आर पिपुल एन्ड इन्स्टिट्युसन हु प्रोभाइड रिसोर्सेस एन्ड मेटेरियल्स। ती त्यस्ता व्यक्तिहरू हुन् अथवा इन्स्टिट्युसनहरू हुन्, संस्थाहरू हुन् जसले चाहिँ हाम्रो बिजनेसको लागि चाहिँ रिसोर्सेस र मेटेरियल्स प्रोभाइड गरिराखेका हुन्छन्। सो सप्लायर्सहरूसँग पनि हामीले चाहिँ राम्रो रिलेसन चाहिँ बनाउनु पर्ने हुन्छ, सो द्याट हामीलाई फ्युचरमा कुनै पनि क्यास प्रब्लमहरू आएको छ भने अथवा सामानहरू चाहिँ टाइममा चाहिएको छ भने हामी चाहिँ हेल्दी रिलेसनसिपद्वारा चाहिँ अथवा हाम्रो चाहिँ एउटा विश्वासिलो सप्लायरको रूपमा चाहिँ हामीले त्यसलाई चाहिँ प्रयोग गर्न सक्छौँ है। अर्को छ कम्पिटिटर्स। सो कम्पिटिटर्समा चाहिँ के भन्नु पर्यो त भन्दाखेरि हाम्रो जस्तै बिजनेसेस चाहिँ मार्केटमा धेरै हुनसक्छ। द्याट मिन्स सिमिलर काइन्ड अफ प्रोडक्ट एन्ड सर्भिसेसहरू चाहिँ मार्केटमा धेरै हुन्छन्। त्यस कारणले गर्दाखेरि यदि बिजनेसले आफ्नो कम्पिटिटर्सहरूको पनि ख्याल गर्दैन भने चाहिँ हामी चाहिँ आफ्नो कस्टमर्सहरू लुज गर्न सक्छौँ है भन्ने कुरा याद गर्नु पर्यो, होइन। त्यस्तै म्यानेजरहरूले चाहिँ के केयरफुल हुनु पर्यो त भन्दाखेरि कम्पिटिटर्सहरूको एक्टिभिटिजहरू के भइराखेको छ त भन्ने कुरा पनि ध्यानमा दिनुपर्छ। सो यो पनि हाम्रो चाहिँ एक्सटर्नल इन्भाइरोमेन्टमा चाहिँ पर्न जाने भयो। त्यसपछि अर्को छ हाम्रो गभर्मेन्ट। ओके, सो इट इज रेगुलेटरी इन्स्टिट्युसन हु प्रोभाइड्स लज एन्ड फेसिलिटेट्स
फर बिजनेस कन्ट्रोल एन्ड ग्रोथ भनिएको छ। सो गभर्मेन्टले नै हाम्रो चाहिँ प्रायः जस्तो चाहिँ रुल्स एन्ड रेगुलेसन्स लजहरू चाहिँ बनाइराखेका हुन्छन्। त्यस कारणले गर्दाखेरि हामी गभर्मेन्टको एगेन्स्टमा चाहिँ जान सक्दैनौँ। ओके, सो वी हेभ टु डु वाट गभर्मेन्ट सेज, अर गभर्मेन्टले चाहिँ जे कुरा चाहिँ चेन्ज गरेर लिएर आएको छ रुल्स एन्ड रेगुलेसन्सहरू, त्यो सबै हामीले चाहिँ मान्नुपर्ने हुन्छ, अबे गर्नुपर्ने हुन्छ, एन्ड देन अन्ली हाम्रो बिजनेस चाहिँ अगाडि बढाउन सकिन्छ। त्यसैले यो पनि हाम्रो चाहिँ एक्सटर्नल इन्भाइरोमेन्टमा पर्ने भयो। नेक्स्ट छ हाम्रो प्रेसर ग्रुप्स। प्रेसर ग्रुप्सहरूमा चाहिँ अब के पर्ने भयो त भन्दाखेरि हाम्रो कस्टमर राइट्स एसोसिएसन्सहरू, सोसल क्लब्स, मिडिया क्लब्स, इन्भाइरोमेन्टलिस्ट हो है, यो चाहिँ सँगै हुन्छ। सो यो चाहिँ सबै प्रेसर ग्रुप्सहरू हुन् जसले चाहिँ हाम्रो बिजनेसमा चाहिँ असर पारिराखेका हुन्छन्। सो यी सबै ग्रुपहरूसँग चाहिँ हामीले चाहिँ के गर्नु पर्यो त भन्दाखेरि राम्रो एउटा रिलेसन चाहिँ मेन्टेन गर्नुपर्ने हुन्छ, सो द्याट कुनै पनि समस्याहरू चाहिँ नआओस् भन्ने हिसाबले चाहिँ यी प्रेसर ग्रुपहरूसँग पनि हामीले चाहिँ एउटा हेल्दी रिलेसन मेन्टेन गर्नुपर्ने हुन्छ। त्यसपछि छ अर्को यहाँनिर फाइनेन्सियल इन्स्टिट्युसन्स। अब फाइनेन्सियल इन्स्टिट्युसन अभियसली एकदमै इम्पोर्टेन्ट पार्ट रहेको छ हाम्रो बिजनेसमा चाहिँ। जस्तै कमर्सियल डेभलपमेन्ट ब्याङ्क्सहरू, फाइनेन्स कम्पनीजहरू, इन्स्योरेन्सहरू, जति पनि फाइनेन्सियल इन्स्टिट्युसन छन् ती सबै हाम्रो चाहिँ यसमा चाहिँ पर्ने भयो। जस्तै लोन फेसिलिटीको लागि चाहिन्छ होला हैन, जब मनी सर्टेज हुन्छ, अथवा हाम्रो चाहिँ एलसीहरू गर्नको लागि, अथवा अहिले त हैन ब्याङ्कसँग रिलेटेड नभएका चाहिँ बिजनेसहरू चाहिँ यसै पनि त्यहाँनिर चाहिँ बढी सक्सेसफुल हुन सक्दैनन्। हामीले चाहिँ ट्याक्सदेखि लिएर अन्य डिफ्रेन्ट कारोबारहरू चाहिँ फाइनेन्सियल इन्स्टिट्युसनद्वारा नै देखाउनु पर्ने हुन्छ। त्यसैले फाइनेन्सियल इन्स्टिट्युसन पनि एउटा इम्पोर्टेन्ट फ्याक्टर रहेको छ यहाँनिर हाम्रो एक्सटर्नल इन्भाइरोमेन्टमा चाहिँ। र त्यसपछि हाम्रो छ स्ट्राटेजिक अलायन्स। ओके, यो चाहिँ अलिकति नयाँ हुनसक्छ धेरैको लागि चाहिँ। स्ट्राटेजिक अलायन्स भनेको चाहिँ के हो भन्दा when 2 or more companies work together in joint venture or other partnership form, it is known as strategic alliance भन्यो। जब 2 वा 2 भन्दा बढी कम्पनीजहरू चाहिँ सँगै मिलेर काम गरिराखेका हुन्छन्, अब चाहे त्यो जोइन्ट भेन्चर होस् चाहे पार्टनरसिप फर्ममा होस्, त्यसलाई चाहिँ हामी स्ट्राटेजिक अलायन्स भनेर चाहिँ बुझ्छौँ। फर इक्जाम्पल हामीले के बुझ्न सक्छौँ त भन्दाखेरि जस्तै हामीलाई कतै घुम्न जानु छ भने हामी डाइरेक्ट ट्राभल एजेन्सीसँग चाहिँ कन्ट्याक्ट गर्छौँ होला, अथवा हामीले चाहिँ बस अथवा कुनै पनि भेहिकललाई चाहिँ बुक गर्छौँ होला। सो त्यो बेला चाहिँ के हुन्छ त भन्दाखेरि त्यस्ता एजेन्सीहरूले चाहिँ अब जस्तै ती सबै ट्राभल एजेन्सीहरूको चाहिँ अब एयरलाइनसँग अथवा ट्रेकिङ एजेन्सीहरूसँग अथवा होटेलहरूसँग चाहिँ स्ट्राटेजिक अलायन्सहरू चाहिँ हुनसक्छ, पार्टनरसिप हुनसक्छ हैन, अथवा ती सर्भिसेसहरू चाहिँ उनीहरूले त्यसरी जोइन्ट वेमा चाहिँ दिन सक्छन्, सो द्याट सबैलाई चाहिँ फाइदा होस् हैन, एउटाले अरूलाई चाहिँ लिङ्क गरे जस्तै हामीले चाहिँ यो स्ट्राटेजिक अलायन्सलाई पनि एक्सटर्नल इन्भाइरोमेन्टमा चाहिँ राखेका छौँ है। सो यसरी चाहिँ हामीले बिजनेस इन्भाइरोमेन्टको बारेमा चाहिँ बुझ्न सक्छौँ। होप मैले चाहिँ यसलाई इजी वेमा चाहिँ बुझाउन सकेँ, एक्सप्लेन गर्न सकेँ तपाईँहरूलाई। यदि कुनै पनि त्यस्तो ठाउँमा चाहिँ समस्याहरू छन् भने, बुझेको छैन भने यु क्यान कमेन्ट डाउन, अथवा कमेन्ट छोड्न सक्नुहुन्छ यो टपिकमा चाहिँ मलाई अझै राम्ररी बुझ्नु छ भनेर चाहिँ। सो सब्सक्राइब माई च्यानल, लाइक, कमेन्ट, एन्ड बाई बाई।